नमस्ते साथीहरू, सदा झैं केबीएल स्टोरीज युट्युब च्यानलमा प्रस्तुत हुने लभ सिरिजको पार्ट 5 लिएर तपाईहरु समक्ष आइसकेका छौं। यदि तपाईहरु पहिलोचोटि हाम्रो च्यानललाई हेर्दै हुनुहुन्छ भने केबीएल स्टोरीज युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र छेउमा रहेको बेल आइकनलाई थिचेर हाम्रो केबीएल स्टोरी युट्युब च्यानलको सदस्यता बन्नु होला, ताकि बाँकी आउने सिरिजहरु स्टोरीहरु तपाईहरुको मोबाइलमा सबैभन्दा पहिला तपाईहरुले देख्न सक्नुहोस्। साथीहरु, ढिला नगरिकन आजको विषयवस्तुतर्फ जाँदै अगाडि बढ्न चाहन्छु। आजको लभ सिरिज पार्ट 5 मा रहेको विषयवस्तु छ साँचो प्रेम बोल्ने शब्दमा होइन, निभाउने व्यवहारमा देखिन्छ। साथीहरु, प्रेम के हो, प्रेम किन गरिन्छ, वास्तविक प्रेम के हो, त्यो कसरी थाहा पाइन्छ भन्ने विषयमा आज हामीले स्टोरीहरु भन्ने छौं। भिडियोलाई अन्त्यसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। यदि यो स्टोरीले तपाईको मन छोयो भने कृपया एउटा मिठो कमेन्ट छोडेर हाम्रो च्यानललाई सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। साथीहरु, स्टोरीतर्फ अगाडि बढौं है त। जीवनको एउटा कटु सत्य के हो तपाईहरुलाई थाहा छ? म आज त्यो भन्न गइरहेको छु। जीवनको एउटा कटु सत्य के हो भने नि, म तिमीलाई माया गर्छु भन्न सजिलो हुन्छ, तर त्यो मायालाई हरेक दिन व्यवहारमा देखाउन धेरै गाह्रो हुन्छ। कहिलेकाहीँ प्रेममा धेरै बाचा हुँदैनन्, तर साना साना ख्यालहरू हुन्छन्। सानो, के छ तिमी सन्चै छौ? तिमीलाई कस्तो छ? खाना खायौ कि खाएनौ? सानो, तिमी घर पुगेपछि खबर गर ल। सानो, तिमी थाकेको छौ भने आराम गर। यी सामान्य लाग्ने शब्दहरू नै साँचो प्रेमका सबैभन्दा सुन्दर प्रमाणहरू हुन्। सुन्दा सामान्य लाग्न सक्छन्, तर यी साना साना शब्दहरूमा दुई आत्माभित्रको प्रेम लुकेको हुन्छ। त्यसैले धेरै सम्बन्ध शब्दको कमीले टुट्दैनन् साथीहरू, ख्यालको कमीले टुट्छन्। समय दिन छोडेपछि विश्वास कमजोर हुँदै जान्छ। समय दिन छोडेपछि विश्वास कमजोर हुँदै जान्छ र विश्वास कमजोर भएपछि मायाले पनि आफ्नो चमक गुमाउन थाल्छ। त्यसैले साथीहरू, आफ्नो माया प्रेम प्रति कहिल्यै पनि अविश्वास हुन नदिनु। साँचो प्रेम भनेको कसैलाई बदल्न खोज्नु होइन। प्रेम भनेको उसको खुसीमा आफ्नो खुसी देख्नु हो। साथीहरू, हामी हरेकले सोच्छौं आफ्नो खुसीको लागि हरेक दिन हामी डिस्कस गरिरहन्छौं र आफ्नो प्रेमी अथवा प्रेमलाई हामी बदल्न खोजिरहेका हुन्छौं। त्यो साँचो प्रेम होइन, तर साँचो प्रेमले कसैलाई बदल्न खोज्दैन र उसको खुसीमा आफ्नो खुसी देख्न थाल्छ। उसको कमजोरीलाई दोष होइन, उसको कमजोरीलाई सम्झेर साथ दिने बाचा गर्छ, प्रयासहरू गर्छ। याद राख साथीहरू, रूप, पैसा र सामान्य समय बलिदान बदलिन सक्छ, तर सम्मान र विश्वास जोगिएको सम्बन्ध धेरै वर्षपछि पनि उस्तै सुन्दर रहन्छ। त्यसैले यदि कसैले तिमीलाई मनदेखि नै माया गर्छ भने उसको माया शब्दमा होइन, उसको व्यवहारमा खोज। किनकि साँचो प्रेम देखाउन पर्दैन, त्यो आफैमा महसुस हुनुपर्छ।
भन्दै साथीहरू आजको केबिएल स्टोरीज युट्युब च्यानलको लभ सिरिज पार्ट 5 तपाईँहरूलाई कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला भन्दै आजको सिरिजबाट बिदा लिन चाहन्छु। शुभ साँझ, शुभ निन्द्रा, गुड नाइट। केबिएल स्टोरी।